खोटाङ जिल्ला सदरमुकाम दिक्तेलको उत्तरी भेगमा पर्ने खारतम्सा गाविस अन्तर्गत वार्ड नम्बर 1 बस्ने स्वर्गीय क्याप्टेन श्री नरबहादुर राई र स्वर्गीय श्रीमती इन्द्रमाया राईको कोखबाट सम्भव 2007 साल 8 महिना 29 गते स्वर्गीय पुष्पकला राईको जन्म भएको थियो। 8 बहिनी छोरी र 2 भाइ छोरामध्ये पुष्पकला सबैभन्दा ठुली थिइन्। बाबा पल्टनीय भएको हुनाले विदेशमा नै जन्म भएको पुष्पकलाको बाल्यकाल भने गाउँघरकै फाँटहरूमा बित्यो। भोजपुर जिल्ला दिलपनागी गाविस वार्ड नम्बर 4 कार्तिके बस्ने स्वर्गीय श्री मानबहादुर राई र स्वर्गीय श्रीमती मदनमायाको कोखबाट जन्मनु भएको जेठा छोरा डिकबान्तसँग उहाँको वैवाहिक सम्बन्ध 2025 साल वैशाख 24 गतेको दिन बाँधियो। समय, काल र परिस्थितिसँग जुझ्दै 4 सन्तान उहाँले दिनुभयो, जसमा क्रमशः सकिला, सरिता, समिता र मबिन राई हुन्। समय अविरल बगिनै रह्यो। छोराछोरी सबैको खर्जम बसु कार्तिकेको त्यो सौम्यता बोकेको तरेलीबाट सबै सन्तानहरू ओझेल पर्दै गएपछि उहाँको पनि मनको बात भत्किन थाल्यो र लाला बालाकै पाइला पछ्याउँदै काठमाडौँलाई अङ्गालो हाल्न आइपुग्नुभयो। छोरा बुहारीको साथमा नाता नातिनासँग खेल्दै रमाउँदै गङ्गोबुको बसाइमा छोरी ज्वाइँसँगको दैनिकी सम्पर्क, दिदी बहिनीसँगको भेटघाट र नातागोतासँगको उठबसमा दिनहरू रमाइलोसँग बितिरहेको थियो। काठमाडौँको पट्यालाग्दो सञ्जालभित्र निसासिएका मान्छेहरूलाई प्रत्येक नयाँ वर्षको आगमनले रमाइलो गर्ने अवसर जुटाइदिने चलनको सुरुवात गराएको छ अचेल। त्यसैमा लोभिएका मान्छेहरू कुनै रमाइलो स्थानको खोजी गर्दै आफन्तहरूसँग पुग्छन् र जीवनको हरेक पाइलामा आइपर्ने कठिनाइलाई बिर्सेर एकै क्षण भए पनि आनन्द लिन्छन्, शुभकामना साट्छन्, नाच्छन्, गाउँछन्, खेल्छन् र खान्छन्। सायद यही होला हामी नेपालीले जानेको मनोरञ्जन लिने उपाय। अन्य विगत वर्षहरू जस्तै यो 2073 सालको वैशाख 1 गतेले एउटा उमङ्ग बोकेर आयो। दुनियाँदारीहरू रमाइलोको खोजीमा विभिन्न स्थानमा भेला भए, आफ्नो आफन्तहरूसँग रमाए र खुसी साटे। यही माहौलमा पुष्पकला राई पनि आफ्नो सपरिवार थानकोट स्थित त्रिभुवन पार्कमा जानुभएको थियो। सोही स्थानमा निम्तालु आफन्तहरू पनि आइपुगेर घरैबाट तयार पारी ल्याइएको खाद्य सामग्रीहरू रमाइलो गफको धुनमा खाइयो। फेरि अर्को साल यसरी नै रमाइलो गर्ने बाचासहित आफ्नो स्थानतिर लाग्यो, आनन्दको भारी बोकेर। तर यो आनन्दको स्वाद क्षणभरमै पखालियो। अनभिज्ञताले पूर्ण हामी मान्छे कति बेला कुन अवस्थामा कस्तो सङ्कट बेहोर्नु पर्छ पत्तै नपाउने, हुस्सो पार्ने। यही अनभिज्ञतालाई साक्षी राखेर हिँड्दा हिँड्दै पुष्पकला राईलाई बाटैमा थचक्क बसायो, कहिले नउठ्ने गरी। फेरि आउने नयाँ वर्षहरूमा देखा नपर्ने गरी इन्तु नचिन्तुको पुष्पलाई छोरा मबिन र छोरी सकिलाले हतार ट्याक्सीमा शहीद गङ्गालाल अस्पताल पुर्याए। डाक्टरले मृत घोषणा गरिदियो। हाँस्दा हाँस्दै र बोल्दा बोल्दै हिँडेको ममतामयी आमाले अचानक छाडेर जाँदा देखि जान्नेहरूलाई अकल्पित र अचम्बित दुर्घटना भयो। सुनि जान्नेहरूलाई सपना लाग्ने खबर भयो। जे जस्तो देखे सुने पनि सत्य त्यही नै हो। मृत्यु निश्चित छ, स्वीकार्य हो। आज वैशाख 2 गते हामीबाट पुष्पाले बिदा लिएको 1 रात बितिसकेको दिन। अस्पतालको चिसान बाकसबाट निकालिएको मृत शरीरलाई स्ट्रेचरमा राखेपछि छोराछोरी र आफन्तहरूबाट
अन्तिम श्रद्धाञ्जलीको फुलमालाको पहाड बन्यो। अगरबत्तीको धुवाँ कुइरी मण्डल भयो। दुधको धाराको रोदन ओक्कलियो। रगतको साइनो क्रन्दन बनेर फैलियो। नाता गोताको स्नेह भक्कानिएर बग्यो। सारा वातावरण हृदय विदारक र स्तब्ध बन्यो। पशुपति क्षेत्रको वनकाली जङ्गललाई काठमाडौँवासी राई जातिले केही वर्ष अगाडिदेखि समाधि स्थलको रूपमा प्रयोग गर्दै आएको भए तापनि मृत्यु पूर्व नै मृतकद्वारा बिजुलीबाट सञ्चालित विद्युतीय दाहगृहमा आफूलाई पनि दहन गर्नु भने अनुसार सोही स्थानमा पुष्पलाई लगियो। मलामीहरूको उपस्थिति बाक्लिन थाल्यो। कान्छी छोरी समिता झापा चन्द्रगढीबाट आइपुग्नलाई जहाजले ढिलो गरिरहेको थियो। सबैजना कान्छी छोरीकै प्रतीक्षामा रहलिन थाले। बाहिरपट्टि आउने जानेहरूको निम्ति खाजा पानीको व्यवस्था मिलाइएको थियो। त्यसमा छोरी चेलीहरू खटिएका थिए। छोरी समिताको आगमनपछि गर्नुपर्ने विधिहरू अगाडि बढे। यहाँ पनि श्रद्धाञ्जलीका फुलमालाहरू चाङ लाग्न थाले। बिदाईको रातो टिकाले अनुहार छप्न थाल्यो। अनि चपगृहको ढोका खुल्यो। बिजुलीको रन्किएको रातो ज्वाला देखियो र पुष्पको नौसर शरीरलाई त्यही भुङ्ग्रोभित्र ठेलियो। फेरि ढोका बन्द भयो। वातावरण शून्य र स्तब्ध बन्यो। मान्छेको जिन्दगी कुनै भरोसा बिनाको आयो। हिजोसम्म हामी बीच सांसारिक मोह र मायाको कुरा गर्ने मान्छे आज यसरी यो अग्लो चिम्नीको मुखबाट धुवाँ भएर उडिरहेछ। आकाशिँदै अर्कै दुनियाँको निर्माण गर्ने हावासँगै विलिन भइरहेछ। जिन्दगी खेल्ने रहेछ। गाडो माटोले खाने, पोले खरानी हुने। राई जातिको एउटा पाछाले ललितपुर जिल्लाको धापाखेल स्थित माङखिम निर्माण गरेपछि बिहे बटुलो मर्दा पर्दा जति पनि चुल्हामा गर्नुपर्ने कार्य हो यहीबाट गरिने हुँदा पुष्पकलाको काजक्रिया गर्नलाई गाउँको घर निस्कनु परेन। यही माङखिममा छोरा मबिन क्रियापुत्र बसी 3 दिनमा चोखिने कार्य वा जुठो फाल्ने काम भयो। विजय फेरि कता भयो? अब तिम्रो पालो आमा त्यस पछाडि चाहिँ काठमाडौँको व्यस्त जीवनमा सबै आफ्नो काममा व्यस्त हुनुपर्ने हुनाले मलामी फार्सेको काम पनि सोही दिनमा नै सम्पन्न गरियो। राति नाक्छुङ बसाई मृतात्मा कहाँ बस्छ भनेर सोध्ने काम गरियो। नाक्छुङको भनाइअनुसार मृतात्मा पित्रमा बस्ने, तर यहाँ होइन, गाउँकै घरको चुल्हामा। माथि
पुष्पालाई पित्रमा राख्ने र चौतारो पनि बनाउने भन्ने सल्लाहमा काठमाडौँबाट सपरिवार वैशाख 26 गते गाडी रिजर्भ गरी घुर्मी हलेसी दिक्तेल हुँदै गाउँ निस्क्यौँ। कान्छी समिता झापाबाट आउने टुङ्गो भइसकेको थियो। सुनकोशी तरेपछि छोरी सकिलाले आमाको चुरा धागो के बगाइदिने भनेर गाडी रोकियो। सकिलाले बगाएको सामानहरू सुनकोशीको छालसँगै तरङ्गित हुँदै बगी नै रह्यो। सुनकोशी तरेपछिको उकालो साँघुरो बाटो धन्न सानो सुमो गाडी भएको हुनाले घुम्तीहरूमा कुनै अप्ठ्यारो बेहोर्नु परेन। बेलुकी 5 बजेतिर हलेसी पुगियो। हलेसीको महादेव स्थानमा छोरीहरूले आमाको नाममा बत्ती बाल्ने र घन्टी जराउने भनेपछि गाडी रोकियो। मौसममा गडबडी आएर पानी छिटाउँदै थियो। मनमा उस्तै हुटहुटी पानी पर्यो भने कच्ची बाटो गाडी नचल्ने डर। बत्ती बाल्ने र घन्टी झुन्डाउने काम हतारमा सकिएपछि फेरि गाडी घुमाउरो उकालो चढ्न थाल्यो। हलेसी र अर्हौलेको बीचमा एउटा बस बाटोदेखि निकै तल भिरालो पाखामा अड्किएको देखियो। केही महिना अगाडि यो दुर्घटनालाई समाचार माध्यमहरूले पनि निकै प्रचार गरेको थियो। ओहो, आगी सिङ्ग हुने दुर्घटना, धेरैजनाको ज्यान गएको थियो अरे। एउटा बाँसझ्याङले बसलाई अड्काइराखेको रहेछ। साँझ 10 बजेतिर गाडीले दिक्तेल पुर्यायो। मौसमले साथ दियो। उति साह्रो पानी परेन। मामाको घरमा बास भयो। भोलिपल्ट बिहान 6 बजे नै चखेवा डाँडा ताकेर गाडी अगाडि बढ्यो। ठाउँमा गाडी फस्यो। तान्दै र ठेल्दै भए पनि 11 बजे ऐसेलु डाँडामा पुग्यौँ। तल घरका छानाहरू बिहानी घाममा टिलिल्ल टल्किए। हामीलाई लिन घरको साइला दाजु नातिसँग निस्कनु भएको थियो। 27 गते बेलुका मात्र झापाबाट कान्छी आइपुगी। 30 गते सोइसोइला डाँडामा चौतारा बनाउने टुङ्गो लाग्यो। बाजे बोजू तथा आफन्तहरूको पनि त्यही स्थानमा चौताराको लस्कर थियो। त्यसैले वल्लो छेउमा थपिन थाल्यो। कोही सुर हेर्ने, कोही ढुङ्गा फुटाउने, कोही बोक्ने, कोही गाह्रो लगाउने। भाइ वंश, नरनाता, छरछिमेक सबैको हातहरू एकैसाथ जुटे। समयमा नै काम फत्ते भयो। चौतारोको काम सम्पन्न भएपछि खाजा पानीमा सबैजना व्यस्त रहे। चौतारोको कामपछि केही रितभातको कार्यक्रम गर्नुपर्ने भएको हुनाले सबैजना आँगनलाई फन्को मारेर बसे। रितहरू क्रमशः अगाडि बढ्दै गयो। सोही रात मृतात्मालाई पित्रमा राख्ने काम नाक्छोङ राम प्रसाद राईबाट सम्पन्न भयो। लुनी खोइदा बान्छडी बान रिकेसै सुबेबु रिकेसै सिरिसेमा खम्बोब्दीमा सोलन सारी सामारी चङ्गितेसै हाम्रो यस दुःखद घटनाप्रति समवेदना प्रकट गर्नुहुने देश विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण दाजुभाइ, इष्टमित्र, छोरीचेलीहरूप्रति हार्दिक
कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।